नमस्कार, म कृष्ण दाहाल र आज म मेरो नेपाली किताब कक्षा 4 पाठ 16 को लक्ष्मी प्रसाद देवकोटाले लेख्नुभएको पाप लाग्छ पढ्दैछु। नटिप्नु हेर कोपिला, नचुड्नु पाप लाग्दछ, नच्यात्नु फुल नानी हो, दया र धर्म भाग्दछ, नछोप्नु है चरीबरी, सराप आँसु लाग्दछ, नमार्नु जन्तु है कुनै, बसेर काल जाग्दछ, नघाउ चोट लाउनु, सडेर चित्त पाक्दछ, धुलो नखेल्नु नानी हो, उडेर भित्र ढाक्दछ, हिलो नखेल्नु फोरी, खराब दाग लाग्दछ, नचित्त है दुखाउनु, डसेर आँसु बग्दछ, बनेर फुल झैँ सधैँ हँसाउनु शुभासुदी, सधैँ रमाउनु जगत, रमेर नित्य आसदी, जताततै छ ईश्वरे, छ सुन्नु त्यो विचारे, छकाउने लुकाउने नराख भाव केही गरे।